सम्पूर्णमा नमस्कार। आज चाहिँ म क्लास 10 को यो क्वेसन एकदम इम्पोर्टेन्ट छ 5 मार्क्स को लागि। 5 मार्क्स मा आउँछ यो क्वेसन चाहिँ धेरै इम्पोर्टेन्ट छ है, र ध्यान दिएर हेर्नु होला है त। यहाँ क्वेसनमा यो यसरी आएको छ, यसको हामीले प्रुफ गरेर कति निकाल्न छ एन्सर यो निकाल्न छ a अपन b को पावर a प्लस b। यो क्वेसनलाई सेम यही क्वेसन तर यसरी पनि दिन सक्छ। यो चाहिँ अलि नयाँ तरिकाले दिएछ, बुकमा चाहिँ यसरी छ है। बुकमा एसईमा सोधेको क्वेसन यस्तो टाइपमा सोधेछ, त यो अलिकति फरक तरिकामा छ। यो क्वेसन र यो क्वेसन एउटै हो, नयाँ हेर्नु होला है त। यसलाई जस्ट लेखे पनि पाइयो एकछिनलाई। यो स्टेपबाट यो स्टेप आयो, यहाँ पावर माइनसमा भएको र अपनमा लेखेको, यहाँ पनि पावर माइनसमा छ त्यही भएर अपनमा लेखेको है यसमा। अब यहाँबाट हेर्नु होला, यो a स्क्वायर माइनस 1 अपन b स्क्वायर, यसलाई चाहिँ a स्क्वायर माइनस b स्क्वायरको फर्मुलामा खोलेर गरेर खोलिदिनुहोस्। सिम्पल छ यो हिसाब, हेर्नु होला है त। यसमा a माइनस 1 अपन b को पावरमा कति छ a इन्टु फेरि एकचोटि माइनस एकचोटि प्लस हो। यहाँ पनि कति छ पावरमा a, अनि यहाँको इन्टुको इन्टु, यहाँ चाहिँ फेरि तलतिर पनि त्यसरी नै फर्मुलामा खोलिदिनुहोस्। एकचोटि माइनस गरिसक्यौँ हामीले, अब अर्कोचोटि प्लस गर्नुहोस्। यस्तो भयो। अब यसलाई जुन तरिकाले गर्दा पनि मिल्छ। अब यहाँ पावर माइनसमा चाहिँ यसलाई अपनमा लिएर आएर यो र यो काट्दै पनि पाउनुहुन्छ। म चाहिँ अलि फरक तरिकाले गर्छु है त। यसमा बेस a माइनस 1 अपन b छ, यसमा नि बेस a माइनस 1 अपन b छ। यो र यो बेस एउटै छ, मल्टिप्लाई भएपछि पावर के हुन्छ प्लस हुन्छ। बेस एउटै भएपछि मल्टिप्लाई हुँदा पावर के हुन्छ प्लस हुन्छ। यहाँ a छ, यो र यसको बेस मिलेको हो प्लस b माइनस a, यो र यो त गयो, यो चाहिँ कति लेखिदिनुहोस्। यसमा पनि त्यही गरिदिनुहोस्। यसको र यसको बेस मिलेछ, पावर प्लस गरिदिनुहोस्, यो चाहिँ त्यही लेखिदिनुहोस्। यसमा अब यो प्लस ए र माइनस के हुन्छ क्यान्सल हुन्छ। यो प्लस बी र माइनस बी के हुन्छ क्यान्सल भयो। अब यहाँ बाँकी रह्यो a माइनस 1 अपन b को पावर b, यो मल्टिप्लाई गरिदिनुहोस्, प्लस मल्टिप्लाई a इन्टु b हुँदा के आयो ab माइनस 1 अपन b को पावरमा कति छ त यहाँ बाँकी रहेको b इन्टु, यसमा पनि क्रस मल्टिप्लाई गरिदिनुहोस्, ab प्लस 1 अपन b को पावरमा फेरि a, अनि अपनमा लेखिदिनुहोस्, यो नि क्रस मल्टिप्लाई ab माइनस 1 अपन a को पावरमा b इन्टु फेरि यो पनि त्यसरी नै। यति सम्पूर्ण भएछ। अब फेरि हेर्नुहोस् है त, यसमा यहाँ नि पावर b छ, यहाँ नि पावर b छ भने पावर कमन लिइदिनुहोस् होलमा, यसरी ab माइनस 1 अपन b फेरि ab माइनस 1 अपन a, यसमा पनि त्यसरी नै गरिदिनुहोस्। ab प्लस 1 अपन b अपनमा ab प्लस 1 अपन a को नि यो र के भयो क्यान्सल भयो, यो र नि के भयो क्यान्सल भयो। बाँकी रह्यो यहाँ कति, यता हेर्नुहोस् है त, यहाँ बाँकी रह्यो a अपन b को पावर b इन्टु फेरि यसमा माथि जाँदा a अपन b को पावर a, यो पावर बेस सेम छ, बेस सेम भएपछि पावर मल्टिप्लाई हुँदा प्लस गरिदिनुहोस्। हामीलाई यसलाई त्यसमा नि यही छ प्रुफ गर्न। यहाँ अलिकति विद्यार्थी भयो भने a अपन b कसरी झुकिन सक्नुहुन्छ। यसमा चाहिँ यो a माथि जान्छ, b यहीँ हुन्छ। जस्तो यो 1 2 3 4 को फर्ममा छ भने रफमा हेर्नु है त, 1 2 3 4 को फर्ममा छ भने यो 41 23 हुन्छ है त। यो सजिलोसँग बुझ्न सक्नुहुन्छ, यो कन्सेप्ट याद नभएकोलाई मात्र, नत्र यो त सिम्पल छ। यसमा फेरि एकचोटि सुरुबाट हेर्नुहोस्। यसमा हामीले यसलाई फर्मुलामा खोलिदिनुहोस्, यो एकचोटि प्लस एकचोटि माइनस, पावर सेम छ। त्यसपछि बेस सेम भएकोलाई पावर प्लस गरिदिनुहोस्, तल पनि त्यही गरिदिनुहोस्, प्लस माइनस क्यान्सल भयो। बाँकी रह्यो यति, क्रस मल्टिप्लाई गरिदिनुहोस् a र b ab, यस सबैमा क्रस मल्टिप्लाई। त्यसपछि यहाँ नि पावर b छ, यहाँ नि पावर b छ भनेपछि पावर कमन लिइदिनुहोस्, कमन पावर आयो। यो ab माइनस 1 सेम छ, क्यान्सल हुन्छ, यता नि त्यही क्यान्सल भयो। त्यसपछि माथि गयो a अपन b यसरी नै, अनि
यो मल्टिप्लाई भएको भएर पावर प्लस गरिदिनुहोस्। हामीलाई प्रुफ गर्न पनि यही छ। धन्यवाद।